साथीहरु भिडियो हेर्नु है मासु दाजु काटिरहेको मासु छ मासु पसलमा मासु नभएर के तिम्रो सासु हुन्छ त कस्ता कस्ता मान्छे आउँछन् यार ओ दाजु राम्ररी सोध्दा राम्ररी बोल्न सक्नुहुन्न यसरी बोलिन्छ ग्राहकसँग राम्ररी बोल्नलाई त ग्राहक पनि राम्रो हुनु पर्यो नि मासु पसलमा आएर मासु पाइन्छ कि पाइँदैन भनेर सोध्छ ल ल धेरै नकराउनु मलाई 5 केजी मासु दिनुस् 5 केजी तिमी आफै 4 केजीको छौ होला 5 केजी मासु कसरी बोक्छौ जसरी बोके नि तपाईलाई किन चाहियो तपाई मासु जोख्नु न मासु काटेकै छैन कसरी जोख्नु त्यसो भए काट्नुस् न त कसरी काट्नु मासु नै छैन अनि त्यो चाहिँ के हो त यो मासु त बेच्नलाई राखेको होइन नि भाइ अनि किन राख्नु भएको त यो त कस्टमरलाई तान्न मात्र राखेको हो के दाजु मासु कसरी छ हिजो जसरी थियो आज पनि त्यसरी नै छ नि भाइ अनि हिजो चाहिँ कसरी थियो त हिजो त अस्तिको भन्दा 20 रुपैयाँ बढी थियो भाइ या दाजु नजिस्किनु न हौ छिटो भन्नु न कसरी छ मासु के को मासु चाहियो तिमीलाई खसी कुखुरा राँगा भैँसी सुँगुर